गाइस बिहान भइसक्यो 5:30 बजिरहेछ सन्जु त एकदम डिप स्लिपमा छ म त अब यस्तै हो गाइस भ्लगर बन्न कम गाह्रो छ उनलाई चाहिँ फेरि के हो क्या नीतिको टोपी कसले त्यत्रो बोकेर आउनु भनेको चार्जर त मेरो ब्यागमा आँटिहाल्छ सन्जुको ब्याग हेर्दा गाइसमा 3 छक परेको के हो त्यो यत्रो ठुलो ब्याग तिम्रो पो हो त्यो रातो ब्याग मलाई निदिके है ब्याग लिएर आउँदै थिएँ अनि यसमा नि ब्ल्याङ्केट हालेर आयो कि क्या गरे क्या तिमी जना हाल आइसक्यो युट्युब छ भन्यो तर खै हाल्यो तिमीले मेरो युट्युब च्यानलमा 3टा भ्लग छ 5वटा बनाउने हो हो 6 बजे निस्किने चाहिँ नभन ल त्यही यहाँ मेरो होइन भर्खरै खोले अघि मैले खोले यहाँ दिन त सबै बन्द हुन्छ कस्तो जिन्दगी आयो गाइस म त है पहिला वाइपी सर भन्थे जिन्दगी आयो के उठाउन आउनु पर्ने चाबिला होला भनेर अहिले अब सरले अर्को पालि 11 कोहरूलाई आफ्नो व्यथा सुनाइदिन्छ म टिचर हो यो गरेर बसेको वी आर रेडी या रेडी हजुर त्यो चाहिँ मेरो यहाँ हेर उ पनि रेडी गाइस म रेडी छैन अझै टाइम भाइ निस्किने तल जाने बेला भइसक्यो अब हामीहरू यो रुमलाई छोडेर गइरहेछौँ अहिले जाने हैन त छोडेर हामी बोटिङ गरेर आएपछि छोडेर होइन ब्याग तल लाने हो अहिले भनेपछि हामी तल बोटिङ सरले भाइ के सुनाएको हामीहरू के अरे बोटिङ गर्न जाने अनि तल ब्याग हुन्छ अनि खाने अनि फेरि जल्दी आएर बसको टुर हो हाम्रो म चाहिँ यिनीहरूलाई छोडेर जान लाग्छ मेरो ब्याग स्याग बोकेर होइन यिनीहरू त आउँदैन होइन अनि यिनीहरूलाई यति नगरेसम्म हुँदैन क्या बोर्ड नम्बर कहाँ छ मिलाएर चाहिँ यहाँ बाघ बसेर देखिन्छ के त्यसकोमा उडेर भने अगाडि जाने बाटो जस्तो बोटै भए पुगेको ब्याकग्राउन्ड म्युजिक दिनु आवश्यकता छैन सिधै जाँदो रहेछ तिमीलाई डुब्नै मन छ हो
हेलो गाइज, हामीहरू त्यो खै कुन चाहिँ पो पुल हो त्यो चढ्न लाग्छौँ, तर त्यो पुल देख्दाखेरि चाहिँ चढौँ लागिरहेको थियो। चढ्न पाएँ, म त्यसमा एकदमै खुसी छु। गाइज, मलाई छुट्टै मजा आइरहेको छ होइन। म कुनै कपनको कुनै पार्कमा छु जस्तो फिल भइरहेको छ, तर कपनको कुनै पनि पार्क यत्रो ठुलो छैन। तर कुरा चाहिँ कस्तो हो भन्दाखेरि हामीहरूको गाडीमा हुँदा यति धुलो छ है, सबजना सुतिरहेको हुन्छ, धुलो पनि छ, त्यही पनि मलाई कानमा यो घुसाएर बसिरहेको छ, त्यही मजा आइरहेको छ होइन। त्यही म यो पिङतिर, पिङ होइन यो के हो, झुलुङ्गे पुलतिर पुगिसकेँ। यो मलाई जहिले पनि चढ्न मन थियो, चढ्न पाउँदा म एकदमै खुसी छु। म कहाँ पुगिरहेको छु, कसरी पुगिरहेको छु मलाई पनि थाहा छैन। म अब चिप्लिन्छु, बाई। कहाँ आइपुग्यौँ हामी? सस्पेन्सन ब्रिजमा आइपुग्यौँ। यो के सस्पेन्स छ र? यो कुनै साइन्सको नाम होला क्या, सस्पेन्सन के अरे। हामीहरू यो ब्रो नछोड क्या मलाई। यो संसारको, यो वर्ल्डको सबभन्दा लामो ब्रिज हो होइन, नेपालको। गाइस, मेरो कपाल उडेर केही छैन। के हो क्या यो? के चाहिँ हो क्या यो? भनेको चाहिँ हो नि रहेछ है। यहाँतिर नि यो लाइक पुरै बाँकी क्या होइन, यति राम्रो छ, तर यति धुलो छ कि मेरो मोबाइल त्यस्तो राम्रो देख्दैन क्या। यो हाम्रो मुस्ताङको के हो, यो हाम्रो होटेलको रुम हो। हामीले यही बाहिर छ यार, हामीले 100 चोटि सुन्यौँ होला केटाहरू ग्याङ मुस्ताङमा। अब अझै 100 चोटि सुन्नै बाँकी छ होइन। हामीहरू आइसक्यौँ गाइस। कहिले मैले चाहिँ कसैलाई पनि चिनेको पनि छैन होइन, तर हामीहरू सबजना ग्याङ हो, यत्तिकै घुम्न जान लागेको, त्यही हो। कति धेरै केटाहरू राम्रो देखेको छ। गाइस, मैले भर्खर हाम्रो एजुकेसनल टुरको एजुकेसन बल्ल आइरहेको छ गाइस। हामीले भर्खर हाम्रो प्रोजेक्ट पाइसक्यौँ, जुन शान्ति नै रहेछ। ब्लगरको लागि सानो तिनो हो, म लक्की छु यार, त्यही त। कसरी अनि पानी पर्यो भने यस्तो हो, माटो पनि कस्तो धरहरा पनि माटोले बनाएको नि, पुरानो धरहरा पनि। त्यसपछि अझै के गर्छन् भने मासको दाल थाहा छ? थाहा छ। मासको दालहरू मुसेर त्यसले चाहिँ अलिक समाउँछ अरे कि, च्याप्प समाउँछ अरे कि मासको अलिक कालो दाल। अनि त्यो मिसाएर अरू के मिसाएको हुन्छ जे होस् होइन, त्यो हालेर बनाउने माटो। नम्बर हुने यार, गल्ली नम्बर होइन, नाम हो। गल्ली नम्बर 8 थियो त्यहाँ। यति साह्रो उडेको यो हावाल। यहाँ पनि भाइब्स त रहेछ होइन, तर भिड पनि रहेछ। गाइस, यही रहेछ जेडी बजी होइन, जुन अहिले
धेरै नै भिड छ मलाई यत्रो भिड त चाहिएको पनि छैन ऱ्यान्डम मान्छेहरूको सन्चो भिडियो खिच्दैछ सबैमा त्यही एउटा पोस्ट हामीहरू यहाँ आयौँ छौँ सिद्धियो यो भ्लगमा जान्छ त्योभन्दा धेरै उपलब्धि हाम्रो केही पनि छैन पछाडिबाटको हाम्रो ग्याङको हल्ला चाहिँ हामीहरू इग्नोर गरिदिन्छौँ यस्तै हो यिनीहरू हामीहरू त्यो बाटोबाट किन पो फर्किन मिलेन अरे होइन त्यही भएर यही बाटोबाट युटर्न दिइरहेको अनि मुस्ताङमा त राजा रहेछ अरे यार मैले आजै सुने हो यस्तो कुरा होइन भोलि हामीहरू राजाजीलाई भेट्नु राजाजी थाहा छ कोसँग बोलिरहेको म राजाजी मान्छे छैन यहाँ कुनै छ र होइन अनि त्यही हो जिन्दगीमा खुसी रहनलाई यति पनि गर्नुपर्छ यार कस्तो सकेको यार के त्यो केटाहरू ड्रेस लाएर घुम्दैछन् ड्रेस लाएर घुम्ने ठाउँमा ड्रेस लाएरै घुम्छ ल नानी होइन त्यो चेन्ज गर्ने यो रुखको मुनि खिच्ने रे यहाँ के छ त्यसमा जुलाएर होइन है ल ल ल ल अघि फोटो खिच्ने बेला कति भिड थियो है अहिले फर्किन लगाएको खाली छ सब शेर्पा ड्रेस लगाएर घुमिरहेछन् त्यही दुईजना काम नपाएर अब घर जान आएको अनि त्यसपछि हाम्रो त्यहाँ गएर अर्कै प्रोग्राम पनि छ हामीहरू हाम्रो होटेल रुम आइसक्यौँ किनभने जाडो छ बाहिर त्यो चाबी लाउनै आएन यार